ठुलो देखिरहेछ भने कोही पनि मान्छे पदमा जाने कुरालाई ठुलो देखिरहेछ। तर त्यो क्षणभङ्गुरो तपाईँ एकचोटि अहिले ठ्याक्कै नवराज सरले भने जस्तै कति मानिस यो मुलुकमा तपाईँ मन्त्री भए, कतिजना मुख्यमन्त्री भए, कतिजना प्रधानमन्त्री भए, तपाईँ कतिजना मान्छे सम्झिनुहुन्छ? ल म तपाईँहरूलाई तपाईँ यो पुस्ताका मान्छेलाई नगेन्द्र प्रसाद रिजाल भन्ने नाम थाहा छ? उहाँ यो मुलुकको प्रधानमन्त्री हुनुहुन्थ्यो होइन? यो मुलुकमा तपाईँहरूले एकदमै ठुलो कन्ट्रिब्युसन गरेको तपाईँ यदुनाथ खनालका किताबहरू नै छ होइन? समालोचक पनि होइन, समालोचक पनि हो। त्यसले गर्दाखेरिमा मैले भन्न खोजेको तपाईँ 2015 सालमा सभामुख को थियो भनेर सोध्यो भने तपाईँहरू भन्न सक्नुहुन्छ जो मान्छे पछि गएर एकदमै नाम चलेकै प्रधानमन्त्री नै बन्नुभयो। यस्तो धेरै चिज छ। त्यो कारण तर इतिहास हामीले हेऱ्यौँ भने आज दुर्गानाथ शर्मा हाम्रो अगाडि त हुनुहुन्न, तर दुर्गानाथ शर्मालाई नचिन्ने मान्छे कम छ नि, दुर्गानाथ शर्मालाई मान्छेले सम्झिन्छ नि। तर हाम्रो फेरि पनि मानसिकता के छ भने तपाईँ साँच्चै सबैले चाहिँ चिन्ने जान्ने र मान्ने मान्छे बन्न चाहनुहुन्छ, तपाईँ राजनीतिमा जानुहोस् भने हामी धकेलिरहेछौँ क्या। हामी के भनिरहेको छैन भने तपाईँ राजनीतिमा नजानुहोस् है, तपाईँ त्यही पेसालाई हुँदा के सम्भव हो? डाक्टर उपेन्द्र देवकोटा जस्तो मान्छेलाई जो स्नायु रोगको नेपालमा मात्र होइन विश्वकै एउटा चाहिँ नाम चलेको चाहिँ चिकित्सक हो, उहाँलाई हामीले मन्त्री बनाएर लिएर गयौँ होइन? हामीले विगतमा गरेको चाहिँ होइन, विषय जानेको मान्छेलाई मन्त्री बनाएर लैजाऊँ। अहिले पनि सञ्चार क्षेत्र जानेको मान्छे मन्त्री भएर जानु भएको छ। त्यो एउटा पाटो हो। म यो घटनालाई मात्र हेर्दिनँ, तर यो अगाडि पनि सञ्चारकर्मीहरू मन्त्री भएर गएको छन्। जस्तै तत्कालीन राजा ज्ञानेन्द्रको पालामा जो सञ्चार मन्त्री हुनुहुन्थ्यो उहाँ अहिले कहाँ हुनुहुन्छ? उहाँ पनि सञ्चारकर्मी हो, पहिला पत्रकार हो। त्यसले गर्दा हामी यो राजनीतिमा जाने विषय दलकै नेताहरूले दलीय राजनीति गर्ने हो, हामी व्यवसायिक मान्छेहरूले गर्ने होइन। है नवराजजीले भने जस्तै एउटा प्रोफेसर भएर आफ्ना असल र अब्बल विद्यार्थी उत्पादन गर्न नसक्ने अनि उसले राजनीतिमा गएर कायाकल्प गरिदिन्छ। एउटा सञ्चारकर्ममा रहँदाखेरिमा दलको झोला बोकेर हिँड्ने आफूले जे जिम्मेवारी बोकेर त्यो सञ्चार के अरे प्रेस काउन्सिलको या तपाईँ चाहिँ सूचना विभागको पास लिएको छ त्यसप्रति न्याय गर्न नसक्ने अनि उसले दलमा गएर यो देशको कायापलट गरिदिन्छ। यस्ता प्रकारका चमत्कारिक पात्रहरू जेलेन्स्कीहरू आउँछन् र उनीहरूले यो मुलुक बनाइदिन्छन् भन्ने हामीले सोचिरहेछौँ कि यस्तो हुँदैन। त्यसकारणले तपाईँ जे क्षेत्रमा हुनुहुन्छ त्यसप्रति तपाईँ जिम्मेवार बन्नुहोस्। राजनीति गर्नेहरू राजनीतिप्रति इमान्दार बन्नुहोस्। सरकारी सेवामा रहेका मान्छेहरू त्यहाँ इमान्दार हुनुहोस्। आर्मीका मान्छेहरू यो मुलुकको सुरक्षाका लागि इमान्दार हुनुहोस्। सञ्चारकर्मीहरू सत्य सूचना दिने कुरामा इमान्दार हुनुहोस्। आफू आफ्नो काम नगर्ने र अर्कालाई आलोचना गर्ने कुरामा खुसी हुने र त्यो विषय बढी चर्चाको विषय हुने र चर्चित हुन। हेर्नुहोस्, असल हुने र सफल हुने कुराको बिचमा एकदम ठुलो फरक छ। सबै असल मान्छे सफल हुन्छन् भन्ने छैन। त्यसकारणले हामीले बनाउन के खोजेको भन्ने कुरा महत्त्वपूर्ण हो। अब मलाई चाहिँ के लाग्छ भने सञ्चारकर्मीले तपाईँ राजनीतिमा कहिले जाने भनेर मान्छेहरूलाई प्रश्न छोड्नुपर्छ मेरो बुझाइमा। अब मेरो व्यक्तिगत कुरा गर्नुभयो भने त म अहिले पनि म गोर्खाको मानिस हो होइन? गोर्खामा धेरै चिनिएको एउटा पात्रमा म पर्छु। अनि मलाई तपाईँ पालुन्टार नगरपालिकाको मेयर कहिले हुन आउने, तपाईँ गोर्खा क्षेत्रमा 2बाट सांसद कहिले हुने, यसरी यति धेरै प्रश्न सोधिन्छ। मेरो एउटै जवाब हो, म राजनीति गर्न जन्मे होइन, म सञ्चार गर्न जन्मेको। मैले गरेको सञ्चारकर्मी हुँदा आज सबैको प्रेम छ मलाई। भोलि म एउटा दलको भएर जानसाथ के हुन्छु, म एउटा निश्चित कित्ताको हुन्छु, हुँदा एउटा गुटको हुन्छु, एउटा नेताको हुन्छु। यहाँ त्यो नेताको चाहिँ दौराको फेर नसमात्दासम्म देख्नु भने एमालेको चुनाव यी सबै परिदृश्य देखिसकेपछि फेरि तपाईँहरूले यी प्रश्नहरू चाहिँ छोड्नुहोस् भन्ने मेरो अनुरोध छ। के छ तपाईँको विश्लेषण आजको एमालेको चुनावलाई लिएर? हेर्नुहोस्, नेपालमा राजनीतिक दलहरू छैनन्, नेपालमा कम्पनीहरू छन्। कम्पनीहरूमा 2टा मान्छेको धेरै चल्छ, एउटा लगानीकर्ताको, एउटा सिइओको। नेकपा एमाले एउटा कम्पनी हो आजको दिनमा। एमाले मात्र होइन, राजनीतिक दलहरू कम्पनी हुन्। त्यहाँका सिइओहरू र त्यहाँका लगानीकर्ताहरूले आफूले चाहेका कर्मचारीहरू नियुक्त गर्छन्। निर्वाचन त एउटा नाटक भयो आज। म आज नाटक भयो भन्दिनँ। यहाँ नाटकका श्रृङ्खलाहरू चलिरहेको छ। राजनीतिक दलहरूले विभिन्न समयमा गुरुकुलमा जस्तै, मण्डलामा जस्तै, सर्वनाममा जस्तै नाटक प्रहसन गर्छन्, तर कलाविहीन नाटक उनीहरू प्रहसन। अन्तिम प्रश्न के अब यो हुन्छ नि, केपी शर्मा ओलीकै जितपछि के होला भन्ने धेरैको चाहिँ चिन्ता छ कि अब के होला। उहाँकै जित भइसक्यो एमालेमा पनि, एमालेको जित उहाँको हुँदै गर्दा उहाँको पार्टीको चाहिँ कस्तो सम्भावना होला चुनावमा? तपाईँहरूले यसलाई किन नयाँ घटनाको रूपमा बुझेको? मैले त नयाँ घटनाको रूपमा बुझेको छैन। भनेको त 100% थियो नै। किताब पढ्दा पनि एउटा पाना थप पल्टिएको होइन, त्यही पानाको अर्को प्याराग्राफ मात्रै हो यो। किनभने 2 कार्यकाललाई आफैले त्यत्रो पैसा खर्च गरेर चाहिँ गरेको निर्णय, विधान अधिवेशनको निर्णय उल्टाउने होइन। त्यसै गरी विधान अधिवेशनले गरेको 70 वर्षको उमेर हद पनि होइन भन्ने, फेरि अर्कोचोटि सच्याउने, पदाधिकारीको सङ्ख्या 25लाई के अरे 15लाई बढाएर आफ्ना मान्छे एडजस्टमेन्ट गर्नका लागि बढाएर मान्छेहरू एडजस्ट गर्ने,
यो सबै चिज जे गरिँदै थियो। त्यसकारण यो एमाले भन्ने राजनीतिक दल तात्विक रूपमा यो महाधिवेशन अघि र महाधिवेशन पछाडि त्यति धेरै परिवर्तित हुँदैन होला। केपी ओली हिजो पनि हुनुहुन्थ्यो, शङ्कर पोखरेल हिजो पनि चुनावमा चाहिँ भन्नु हुनुहुन्थ्यो, यसरी नै जानुहुन्छ होला भन्ने थियो। निर्वाचनमा एमाले कस्तो बन्नेछ भन्ने चिजको म राजनीतिक प्रक्षेपण किन गर्दिनँ भने उहाँहरू कस्तो एजेन्डा कस्तो घोषणापत्र लिएर जानुहुन्छ। मान्छे सुध्रिँदैन भन्यो भने रत्नाकर कसरी वाल्मिकी भयो भन्ने प्रश्न उठ्छ। मेरो अपेक्षा छ, मेरो आग्रह छ, मेरो अनुरोध छ, एमाले लगायतका राजनीतिक दलहरू जसलाई आज रत्नाकरको प्रतिरूप भन्छन् उनीहरू वाल्मिकी बन्ने हो। नामै सुन्न चाहँदैनन् ओलीको अहिले मलाई ओलीको नामै सुन्न चाहँदैनन् भन्ने त्यो प्रकारको नकारात्मक भाषा त म बनाउँदिनँ। त्यसो हो भने उहाँले यत्रो मत ल्याएर फेरि कसरी जित्नुभयो होइन, त्यतातिर म जाँदिनँ। तर राजनीतिक दलका नेताहरूप्रति जे प्रकारको जनतामा अनास्था, जे प्रकारको जनतामा एउटा आक्रोश छ, राजनीतिक दल र तिनका नेता यस्तो बन्नु हुँदैन। उहाँहरूले जीवनभर सरकारका लागि, जनताका लागि, माटोका लागि, नेपालका लागि हामी काम गऱ्यौँ भन्नुहुन्थ्यो। अहिलेसम्म त्यति धेरै गरे देखिएन। अन्तिमचोटि उहाँहरूले त्यो अवसरलाई सदुपयोग गर्नुहोस् भन्ने मेरो सुझाव छ।